Hello guys, welcome to my vlog. Long time पछि म चाहिँ भ्लगमा ब्याक भएको। आज चाहिँ हाम्रो के पहाड होली छ, भोलि चाहिँ हाम्रो ट्राई होली छ। अनि ट्राई होलीको ट्राई गर्दैछौँ हामी चाहिँ के धराइ भन्नु। म चाहिँ दाङतिर आएको साइनाको घरतिर के कस्तो हुन्छ गाउँको चहल पहल हेरौँ है। भोलि चाहिँ सहरको चहल पहल चाहिँ मैले त्यस्तो खालको केही पाएन, किनकि म चहल पहल हुने ठाउँमा नगएर होला। अब हेरौँ भोलि चाहिँ कता जाने हो भोलि। अब भोलि कता हुन्छ, अब मेबी तँलाई मन परेको ठाउँ अब कतै कतै लग्छु तँलाई। मलाई थाहा चिनेकै छैन कहाँबाट मन पर्दो। सरप्राइज छ नि, तैँले नचिने नि मैले चिनेछु हल्का फुल्का। ल गाइस, भोलि चाहिँ हामी कता कता जान्छौँ हामीलाई थाहा छैन। भोलि चाहिँ थाहा हुन्छ कता कता जान्छौँ भनेर। यहाँ चाहिँ पुरा रमाइलो छ यस गाउँमा चाहिँ। यही जिन्दगी। गर्मी सिजन गाउँ पाकिसक्यो अब चाहिँ। ए भाइ, के हो तिम्रो नाम? परिचय पाम नाच्दियो भाइ एकचोटि। गीतहरू कहाँ हाई भन, हाई 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 भन्नु जस्ता फुच्चा फाँची ए इल्ला मात्रै जस्ताले क्यामेरा लिने होइन साई। अब हामी हुन्छौँ भाइ। भोग्ला यार, अहिलेको 84 जानुपर्छ कि अहिले चाहिँ हामी 84 गइसकेको थियौँ। फेरि अर्को 84 चाहिँ दुईचोटि गरेर दबाई दिनुपर्छ जस्तो छ। एकचोटिको चाहिँ खाना भयो, अब अर्कोचोटिको चाहिँ नास्ता। कहाँ जाने? जाम गरेर जाने हो। उता देखाउन ल किमु पागी जस्तो छ त्यहाँ। म धेरै पछि ब्लग गर्छु त्यसैले त। सो हेलो गाइज, म चाहिँ फेरि ब्याक भइसकेको छु। भन्न त के भन्ने, साथीको च्यानल हो, उसको चाहिँ च्यानल हो दाई, मेरो दाई भनौँ न। ओके, दाईको च्यानलमा चाहिँ मलाई चाहिँ स्वागत गरिसकेको छ च्यानलमा। जे होस्, राम्रै माया देखाइदिनु भएको छ, अझै पनि माया देखाइदिनु होला। अनि मैले चाहिँ युट्युब क्विट गरिसकेँ होइन, किनकि कुनै रिजनहरू छ कि। अनि त्यही भएर जे होस्, हाम्रो हिमाल दाइले चाहिँ सपोर्ट दिन पऱ्यो, त्यही भन्न चाहन्छु। डाङमा मैले यताउति चिल पारामा घुमाइदिन्छु कि होइन, यताउति त्यही हो। यता नि फेरि त्यस्तै हो के अरे, गाउँको बाटो धुलो माटो खानै पर्यो। यो जौँ जस्तो छ के अरे, खै के रोप्छ। गाउँमा चाहिँ हरि काटिन्छ यार हाम्रो। के गर्दैन र केटा, गर्ने काम गर्नु नगर्ने गर्नु। अहिले यहाँ चिलमा लाइभ चलिरहेछ। हरि किलाउने काउसो किनु चाहिँ पागे जस्तो छ। खाना हुन्छ के गर्ने, छेपटेर लाग्छ। बच्चामा चाहिँ देखाए पनि बस्थ्यो, अहिले चाहिँ हल्का बुढो भइयो, त्यही भएर केही गर्दैन। त्यही भएर नमस्ते खान्न। के हो केटाहरू त छँदै छैन त यार। हामी भए कोही छैन कि। अब टक्क डुल्ने हो हामी छामी नभन्न होस् गानी हो कि नै। सो केटाहरू, मेरो फ्यान चाहिँ भेटिसकेको छ नि है। ल हाई भनौँ केटा, यता हाई भनौँ न। ल सब्सक्राइब गर्नु पऱ्यो है केटा, च्यानल चाहिँ हिमाल साइती छ, उसको च्यानल हो, दाईको च्यानल। सब्सक्राइब हान्नु पऱ्यो है केटाहरू। चप्प बाह्रमा केटाहरूको यहाँ चाहिँ हुन्छ नि त, डुलिराखिन्छ। आँप चाहिँ बबाल फुल्छ है यता त। यो आँप पनि ढोस्दै खाइयो पोहोर साल। निस आँप फुल्छ, यस्तै फुल्छ यता चाहिँ हेरिसक्ने हुन्छ। टक्स फ्रेन्ड डुली खागे टके भाइ डुली खागे।
कान्छी बिजुली बागेर हत भएर तगे यसो हाई गर्दै ल भाइ हाई हाई गर हेलो ल मिठो पनि छ है सानो सानो ल कति जाने हो त जाने हो भाइरल गराइदिनु पर्यो भाइले अनि यहाँ चाहिँ हाम्रो के अरे हाम्रो भीम पार्कै यो चाहिँ गेट गेट चाहिँ तल छ यो चाहिँ दिवार त्यहाँ चाहिँ मैले यहाँ खट्टा खट्टा सरप्राइजहरू राखेको छु अब नयाँ बनेको के अरे हेर्लास् पोहोर आएछ पोहोर आउँदाखेरि त्यति भएछैन भने अहिले हल्का फुल्का भइरहेको बिस्तारै बिस्तारै विकसित हुँदैछ यहाँ चाहिँ आन्टीले गफ गर्दै हुनुहुन्छ है चिलमा यताको गाउँ चाहिँ सुकुम्बासी गाउँ टक्क यस्तो छ हाम्रो चाहिँ घर पनि सानो टक्क हेर्न सक्नुहुन्छ चिटिक्क परेको सानो सानो गाई बस्तु यताउति भइहाल्छ यता गाउँ चाहिँ यस्तो हुन्छ घर बाख्रा पनि बाटो बाटोमा हुन्छ ल ल बोलाटो ए बाउ भने अन्त हिमाललाई त के हो ती अब गेट चाहिँ त्यही नैनिर हो त्यही देखिरहेछ त्यति नै हो त्यहाँ जामै त के खेलेको नानी बाबु के बनाउने हो के रन लाग्यो के खेलेको बालाको त्यहाँ मनी खेल्छ है मनी खेल्छ है किन मनी खेलाऊ मनी खेल्छु है खेलाऊ के मैले अलि मिठी किनिदिने भएर मिठी खाने भएर खेलाऊ के रे खेलाउँछ चुइगम दिन्छु एउटै छ मिठे खायो है केटोले गर्छ मिठे ल बच्चा है ल जालले अगाडि जा देन त यसो हल्का त्यहाँ चाहिँ एक्सप्लोर गरेको पोर वाइड गरेको है यो चाहिँ पर्विस लुम्बिनी पर्विस जर्नी एक्सप्लोर यानि कि अब एडभेन्चर डुल्न पाउँछ फर्स्टमा चाहिँ तपाईँहरूले आफै भन्नु ल यहाँ चाहिँ हाम्रो भीम पार्कको नजिक चाहिँ हामी आइसकेको गाइजहरू फर्स्टमा चाहिँ तपाईँले त्यहाँ चाहिँ बाजे हुन्छ के भन्छ नि सोलवारीको बाजे अनि टक्क लौरो लाएर टप्प उभिएको बाजेले देख्न सक्नुहुन्छ बाजेले फेरि धेरै नजिस्कानु होला आएर फेरि सक्सेस पनि हान्छ अनि यहाँ चाहिँ हाम्रो के को मन्दिर हो सानोतिनो मन्दिर छ जियोस् मन्दिरहरू छ अनि यहाँ चाहिँ हाम्रो आँपहरू चाहिँ हरि फल्छ अस्ति नै चाहिँ मोज हालिदिएको यो आँपहरू चाहिँ पुरै म पनि आएँ थिएँ आँप खान अनि कति के भन्छ 2-3 दिन चाहिँ पखाला लाएर मास्क काटेर बोल्न 2-3 दिन चाहिँ पखाला लाएर अब त्यस्तै भयो के भनौँ अब तिमीतिर छाडिदिनु यो ठाउँ चाहिँ राम्रो छ त्यहाँ चाहिँ बन्दैछ ऊ पारि चाहिँ शिवजीको शिवलिङ बनिरहेको हुन्छ बनिसक्यो कम्प्लिट हो सानो अब त्यहाँ चाहिँ वाटर आउँछ क्या जोड्न बाँकी नै छ पाइपहरू अहिले बल्ल म के यो साल हो कि मैले आँप फुलेको देखेको थिएँ तैँले देखेको थिइस् नै पोहोर मैले देख्दा नि देखेन नत्रै आमामा यसपालि त यो फुलेको हेर् न त्यहाँ कस्तो फुल्यो आँप खानु मन छ भने डाङको मौरी घाटतिर आउनु होला अनि यो भीम पार्कमा छिर्नु होला तपाईँले फ्रीमा आँप जति खाए पनि ए उहीँसम्म छ एक्सप्लोर अनि मस्तले तपाईँहरूले अब के गर्नु पर्यो भने चाहिँ क्याम्पको लागि चाहिँ त्यहाँ चाहिँ एउटा घर चाहिँ त्यहाँ चाहिँ एउटा घर चाहिँ छ सानोतिनो टक्क आफू बस्न पनि मिल्छ क्याम्पको लागि मस्त छ ठाउँ चाहिँ अरू भन अरू चाहिँ के भन्नु र यो ठाउँको बारेमा अरू उता पर चाहिँ के भन्छ नि त्यो तालहरू बन्दैछ यहाँ चाहिँ त्यस्तो खासै बनिरहेको छैन बन्दैछ भनौँ
नाके बुझ्छ नबुझे बन्दै छ यहाँ चाहिँ त्यस्तो पुरै चाहिँ बलेको छैन कि के गर्न छ र अब स्वागतम है तपाईँलाई स्वागतम गर्छ पहिला चाहिँ चिल पारामा ल ढोक्दियो दर्शन गर्नु म देखाइदिन्छु है त्यो यस्तो खासमा चाहिँ शिवजीको हाम्रो स्नेकवाला बर्गर सिब्लिङ जस्तै छ यो टक्को वाटर चाहिँ कहाँदेखि आउँछ बोट्टी पनि राखेको रहेछ के अरे यहाँ त बिस्तारै बिस्तारै गराउँदै रहेछ हामी आउँदा अस्ति त बोट्टी राखेको थिएन कलर सलर गरेर च्याट्टै कान्छ ल पिकनिक सिकनिक खानु मन छ भने चाहिँ आउन सक्नुहुन्छ है टिकट सिकेट लाग्दैन फेरि मुभ छ अनि यहाँ चाहिँ बेस्ट छ है बाँसहरू चाहिँ बबाल बबाल छ आँप जति भन्नुहुन्छ त्यति छ तपाईँले खानु मन छ भने आउनु होला त्यो दामी ठाउँ तपाईँले कहाँ पाउनुहुन्छ खोजेर नि पाउनुहुन्न के त्यहाँ पानी हाले छैन यार सुक्खा हो न राम्रो छ के जाने यार उता नजाने अब भयो होला हामी चाहिँ यहाँ चाहिँदेखि फर्केको अब 84मा गएर फेरि एकचोटि नास्ता खानुपर्छ जस्तो छ खाना चाहिँ अहिले नै भइसक्यो दुईचोटि पुरा भनेको जानिर जामे मान्छे हो यो अहिले गाइस हाम्रो लाइब्रेरी भइसक्यो होला अहिले त नास्ता खान लाग्यो रोटी र सेलरोटी चिया पकाउँदै हुनुहुन्छ उहाँले मेरो भाइ चाहिँ गुहाउनु गएको गाइस रोटी चाहिँ मिठो छ हामी चाहिँ चञ्चले भाइ भाइको नाम के अरे भन्नु त्यस्तै रोटी छ चिने जस्तो लाग्यो भाइलाई मलाई दिएन बिस्कुट एउटा खै बिक्की खै मलाई बिस्कुट भाइले बिस्कुट दिनु लगाए मलाई बिस्कुटै दिएन दाइले कहिले दिन्छौ किन तिमीले तिमीले दिन्न मलाई बिस्कुट कहाँ जाने हो गेम खेल्न आएको कहाँ लाग्यो भाइ मम्मी भाग्नुहुन्छ भाइ गेम खेल्नको फेरि यहाँ
गएँ ममता है मजा है ल गाइस हामी चाहिँ नास्ता पानी गरेर अनि आइसक्यौँ भाइहरू चाहिँ खतरा छ दियोस् मामाले ठुलै पाउनुभएको मामा र भाइजूले भाइहरू चाहिँ त्यस्तो भाइहरू जेस हुनपर्छ क्या दामी देखेछ हौ सरक्क लाएर हामी चाहिँ अब सिधा जान्छौँ कहाँ जाने यार चोकतिर जान्छ होला ओके घर गएर नि के गर्नु छ र खुल्ला पानी लाएर गाइजहरू बर्बाद छ यार ग्यासहरू हामी चाहिँ यता हरियाली वनतिर वन कि हाटबारीतिर आइरहेको छौँ होइन हरियाली चाहिँ भुप्पालै छ यहाँ चाहिँ अनि यहाँ चाहिँ मकै छरिरहेको रहेछ कसम चाहिँ यो के हो नि त्यो त्यस्तो केरा हो कि के हो यो घाँस हो के अरे ए अच्छा अच्छा वाउ पानी पनि चारी राख्नुपर्छ काटी राख्नुपर्छ पलाइराख्छ जति काट्छ पलाउँछ काट्दै पलाउनै पर्छ बवाल रहेछ यो घाँस चाहिँ दामी देखिने कि भ्यू ठिक्कै हेर्नुहोस् त्यो हिँडेको भ्यू $1 kg only my big brothersको लागि आएको कुरा नगर मैले मात्रै खाने जस्तै भएर सबैले खाने हो तर स्पेसल हाम्रो बिग बसको लागि होइन यार आउँछ भनेर स्पेसल हामीले खसी काट्न लगाएको थियौँ मात्र खसीको 1 kg मासु पाकिसकेको छ अब गएर ल्याएर लगाइदिएर अब चाहिँ खसीको मासु खाइन्छ है आज चाहिँ अनि टक्क लगाएर सुटिन्छ आजको भ्लग चाहिँ यति नै अब भोलि चाहिँ कहाँ कहाँ गइन्छ त्यो थाहै छैन नो प्लानिङ जस्ट प्लानिङ हाम्रो बिना प्लानको एक्सन हुन्छ भोलि चाहिँ हाम्रो कहाँ गइन्छ त्यो चाहिँ थाहा छैन है अब भोलि होली त हुन त हो तर गाउँ जस्तो मजा आउने रहन्छ कि यहाँ त होली हो कि गोली हो ल गाइजहरू